जय मसी फेरि पनि हजुर सम्पूर्णलाई वेलकम स्वागत गर्दछु। अनि मसँग जति पनि यहाँनिर जोडिनु भएको छ न्यानो अभिवादन भन्न चाहन्छु। आज चाहिँ एकदम विस्तृत रूपमा हामी विश्वासीहरूको लागि एकदम इम्पोर्टेन्ट कुराहरू रहेको छ है। अनि यो चाहिँ आजको भिडियो चाहिँ के तरिका रहेको छ भने परमेश्वरको वचन चाहिँ एकदम इम्पोर्टेन्ट कुरा रहेको छ। परमेश्वरको राज्यमा दुई तरिकाले आउन सक्छ, दुई तरिका रहेको छ। त्यो मैले हजुरको माझमा प्रस्तुत गर्दैछु। एकमा चाहिँ छ व्यवस्थाको आज्ञा वा मोसाको आज्ञा पालना गरेर त्यो चाहिँ पुरानो करारमा रहेको छ। पुरानो करारको अनुसार हो भने चाहिँ त्यो हो। अनि नयाँ करारको अनुसार चाहिँ हामी येशू ख्रीष्टलाई भन्न सकिन्छ। अनि नयाँ करारको चाहिँ के छ भनेदेखि चाहिँ येशू ख्रीष्टको आज्ञालाई पालना गरेर है परमेश्वरको राज्यमा आउनको लागि चाहिँ यी दुईटा कुराको जरुरत पर्दछ। पुरानो करारको चाहिँ मोसालाई लिन सक्छौँ, अनि अब्राहमलाई लिन सक्छौँ, थुप्रै अगमवक्ताहरू छ। अनि नयाँ करारमा हो भने चाहिँ येशू ख्रीष्टलाई लिन सक्छौँ। विस्तृत ठुलो आज्ञा चाहिँ त्यही नै हो, प्रभु येशू ख्रीष्ट हामी परमेश्वरको राज्यमा आउनको लागि। हुन्छ, यो भिडियोलाई तपाईँले मन पर्यो भने, आशिषित भन्नुभयो भने तपाईँले भिडियोलाई एक लाइक पनि गर्न सक्नुहुनेछ। साइडमा रहेको यहाँनिर प्लसलाई दबाउन सक्नुहुनेछ, अनि कमेन्ट पनि गर्न सक्नुहुनेछ। यदि तपाईँले चाहनुभयो तपाईप्रति परमेश्वर बोल्नु भयो भने तपाईँले मेरो लागि कोइनको गिफ्ट पनि गर्न सक्नुहुनेछ कमेन्ट बक्समा गएर। ओके, जय मसी, गॉड ब्लेस यू। ओके।